अफिसियल नाम चाहिँ लेग बहादुर तामाङ र मेरो निक नेम चाहिँ लेग योन्जन तामाङ। दुबईमा 30 वर्ष बसेर अब रिटायर्ड लाइफमा छु अहिले। 1992 को नोभेम्बरमा पुगेको थियो दुबई। यो फर्स्ट विदेश भ्रमण नै हो। जुन कम्पनीमा गयो म त्यही कम्पनीमै बस्यो 30 वर्ष। 2020 मा चाहिँ म फर्केको अहिले। जाँदाखेरि म एउटा जनरल हेल्परमा गएको हो। फर्किँदाखेरि चाहिँ म एउटा सिनियर क्लर्कमा फर्केको। 48-49 सालतिर चाहिँ भर्खर नेपालमा यो मेन पावरहरू खोलेको थियो र विदेश जाने क्रम सुरुवात भएको थियो। त्यो क्रममा चाहिँ मेरो एकजना साथी हुनुहुन्थ्यो। उहाँले चाहिँ हाम्रो साथीले मेन पावर अफिस खोलेको छ, दुबईको भ्याकेन्सी आएको छ, जाने हो भनेर ख्यालमै भनेको थियो। आफ्नो त प्लान त थिएन। म त्यतिखेर नेपालमा पनि अस्थायी जागिर खान्थ्यो सडक विभागमा। अनि इन्टरभ्यू दिएको सक्सेस भयो। त्यही मार्फत त्यसरी नै गएको। त्यतिखेर हामी जाँदाखेरि 30-35 हजार खर्च भएको थियो हाम्रो। भिसा फ्री रहेछ, एयर टिकट पनि फ्री रहेछ। पछि वहाँ पुगेपछि पो थाहा भयो। अनि हामीले त्यो टिकट र भिसाको पैसा लिएछ। पछि कम्पनीले हामीलाई सोद्धा पो थाहा भयो, तिमीहरूको टिकट भिसा त हामीले दिएको पठाएको, कसरी लियो त भनेर। त्यो पछि फिर्ता पाउँछ भनेर एप्लाई पनि गर्यो हामीले। त के मिलेन, दिएन पैसा चाहिँ ठिकै छ। त्यो बेलाको लागि 30-35 हजार त ठुलै थियो। नपुगेर पैसा यताउति खोजेर नपुगेर आमाको त्यो चेप्टे सुन लगाउने सुन समेत राखेर गएको थियो के म त्यो बेला पनि। यहाँबाट चाहिँ सानै प्लेनमा गएको थियो। अनि कराचीबाट चाहिँ ठुलो प्लेन चढेको थियो। जिन्दगीमा फर्स्ट टाइम त्यत्रो प्लेन चढेको। प्लेन हेर्दै दङ्ग पर्यो। यहाँबाट त 4 जनाको सिट हो के अरे, वहाँ जाने त 9 जना एकै लाइनमा बस्ने ठुलो जेट विमानमा गएको। दुबई एयरपोर्ट पुग्दाखेरि राति 1 बजी पुगेको। प्लेनबाट ओर्लेर चाहिँ बसमा चढ्नु पर्ने। यति मिडी लगाएको दिदीबहिनीहरूले चाहिँ यता आउनु भनेर बोलाउँछ। अनि सोझै यहाँ यस्तो नेपाली दिदीबहिनीहरू पनि रहेछ भनेर अनुभव भयो। अनि यहाँ के सुनेको थियो भने अरबमा त महिलाहरूको फेस पनि हेर्न नहुने एक किसिमको त्यो सुनेको थियो। त्यस्तो देख्यो। अनि पछि यसो सोधे हेरेको त त्यो फिलिपिनी दिदीबहिनीहरू रहेछ। राति 1 बजी पुगेको। कम्पनीले गाडीमा लिन आएको थियो अँधेरोमा। अब मरुभूमि क्याम्पतिर लिएर गयो राति। त्यो कस्तो छ हामीले देखेन। अब भोलि बिहान हेर्दा आमा वरिपरि डाँडा काँडा केही देख्दैन, खालि मरुभूमि अनि आफू बसेको क्याम्प देखिने। अनि अलिकति नमिठो बिरह चाहिँ लाग्दो रहेछ। यहाँ अब पाहाड वन जङ्गल खोला देखिरहेको मान्छे वहाँ पुगेर त्यो नजिक त अलिकति मन नमिठो त लाग्छ। अनि अर्कोतिर पैसा कमाउन आयो भन्ने खुसी पनि हुँदो रहेछ फेरि। अब यहाँ थोरै तलब पाइराख्ने, वहाँ गएर त्यो अब 10-12 हजार पाउने हो भने त त्यो बेला ठुलै तलब। त्यो खुसी पनि छ फेरि, त्यो पनि हुँदो रहेछ। दुबई भन्ने देश त संयुक्त अरब इमिरेट्सको रहेछ भन्ने थाहै थिएन। त्यो त दुबई त त्यहाँको एउटा राज्य रहेछ। म चाहिँ दुबईको बारेमा किताब छ कि भनेर भोटाइटीतिर गएर पुस्तक पसलहरूमा किताब पनि खोजेँ, भेटाइन। अहिले जस्तो अब गुगल सर्चहरू थिएन, इन्टरनेट। अनि जाने त गयो, कुन देश हो, कहाँ पर्छ, त्यहाँको नीति नियम कानुन स्थिति वस्तु स्थिति हो त्यो केही पनि थाहा नहुने गएको हो म। त्यो बेला अब अहिले जस्तो इन्टरनेटको जमाना छैन। अब मोबाइल थिएन, चिठीबाटै हो। चिठी 1 महिनामा आइपुग्थ्यो। चिठी एकदम महत्त्वपूर्ण हुन्थ्यो त्यतिखेर। ड्राइभर कतिखेर आउँला भनेर हामी त्यो क्याम्पको गेटमा बसिरहेको थियो, कुरिरहेको थियो कि। अनि त्यो क्याम्पमा पिकअप छिरेपछि त्यो झुमिन जान्थ्यो केटाकेटीहरू। त्यो चक्लेट दिँदा दौडेर जान्थ्यो जस्तै हामी चाहिँ त्यो गाडीलाई झुमिन जान्थ्यो चिठी आयो भनेर। अनि चिठी आएको दिनमा चाहिँ कुनै न कुनै ठाउँबाट एउटा आफ्नै चिठी आयो भने चाहिँ खुसी हुन्थ्यो। अरूको आयो, आफ्नो चाहिँ आएन भने अलिकति निराश हुन्थ्यो। त्यतिखेर चिठी त्यति महत्त्वपूर्ण। अनि खुसीको कुराहरू आयो भने चाहिँ चिठी पढेर साथीभाइहरूले सेयर गर्ने, सुनाउने एउटा भन्छ नि घरमा यस्तो खुसीको कुराहरू भयो भने। दुःखको कुरा आयो भने फेरि त्यो छुट्टै।
त्यति महत्त्वपूर्ण हुन्थ्यो त्यो चिठीको। अब म 92 मा पुगेको थियो, नेपाली समाज युए चाहिँ 90 मा गठन गरेको। त्यो 90 मा गठन गरेको संस्थाले चाहिँ डाटा कलेक्सन गर्दाखेरि चाहिँ 2 देखि 3 हजार नेपालीहरू भएको अनुमान थियो त्यतिखेर। म पुग्दाखेरि नेपाली एम्बेसी थिएन, नेपाली सङ्घ संस्थाहरू पनि खालि नेपाली समाज युए मात्रै थियो, त्यो पनि दुवै क्षेत्रमा चाहिँ, अरू अन्य राज्य क्षेत्रहरूमा थिएन र कुनै पनि सङ्घ संस्था थिएन। नेपाली राजदूतावास स्थापना भएको थिएन। त्यो बेला नेपालको अफिस भनेको नेपाल एयरलाइन्सको अफिस थियो, नेपाली समाज युए संस्था त्यति हो। दुबईमा म 92 मा ओर्लिँदाखेरि त दुबई एउटा गाउँ जस्तै थियो, उराड लाग्थ्यो बालुवा घारीमा। त्यही दुबई मेन अहिलेको जुन देहरा दुबई र बरदुबई भन्ने एउटा सिटी त्यति मात्रै हो। एकदमै अग्लो घर भनेको चाहिँ देहरा सिटी सेन्टर, सरी देहरा टावर भन्ने थियो, अनि बरदुबईमा चाहिँ वर्ल्ड ट्रेड सेन्टर। यो दुईटा चाहिँ त्यहाँको सबैभन्दा अग्लो टावरहरू, त्यहाँको ठुलो बिल्डिङ। अनि सपिङ मल भनेको देहरामा अल घुरियर सेन्टर, बरदुबईमा बुर्जमान सेन्टर, त्यो दुईटा हो। अरू कुनै पनि सपिङ मलहरू थिएन, मेट्रो थिएन, पब्लिक बस थिएन, ट्याक्सी थिएन, मोबाइलहरू थिएन। जस्तो नेपालकै गाउँ जस्तो एक किसिमको, तर मरुभूमि, त्यहाँ समुद्रको छेउ। अब जङ्गल, पहाड, खोला नाला नदेखिने कस्तो कस्तो त्यस्तो ठाउँबाट गएको मान्छे एकैचोटि त्यहाँ पुग्दाखेरि त अब नयाँ नयाँ ठाउँ। एकातिर चाहिँ पैसा कमाउन पायो भन्ने एक किसिमको रहर हुन्छ, एकातिर चाहिँ त्यो पीडा, त्यो मनोरञ्जनले टाइपले हेर्नु भने नेपाललाई मिस गरेर आएको हुन्छ त्यो चिजहरू चाहिँ। बिहान उदाएको घामदेखि डुबेसम्मको दिनभरिको घाम, तपाईँको जुन जुलाईको त्यो 50 डिग्री घाम पनि काम गरेको छु मैले। नेपालमै बसिरहेको भए त त्यो कुनै पैसाको कुरामा चाहिँ सक्छ कि सक्दैन थाहा छैन। विदेशमा बसेर चाहिँ आफूले खान मन लाग्ने, जान मन लाग्ने, लाउन मन लाग्ने, अब जोड्न मन लाग्ने त्यो सामानहरू जोड्न सक्दो रहेछ, पर्सनल चिजहरू, रहरको कुराहरू। दोस्रो कुरा भने अब जग्गा जमिन किन्ने, घर बनाउने, बिहे गर्ने, छोराछोरी पढाउने, त्यही हो अब उपलब्धि भने। नेपाली जो पनि विदेश जान्छ मुख्य कुरा नेपालीहरूको चाहिँ जग्गा किन्ने, घर बनाउने, छोराछोरी पढाउने त हो नि, मुख्य त्यो नै हो उद्देश्य। सामान्य रूपमा सबै नेपालीको त्यो नै हो, म पनि त्यही हो। दुबईले मलाई के सिकायो भन्दाखेरि सक्षम लिडर भयो भने देश बन्ने रहेछ भन्ने सिक्यो। अर्को कुरा मेहनत र इमान्दार बन्ने पनि सिक्यो मैले। टेक्नोलोजीहरू जुन अहिलेको लेटेस्ट टेक्नोलोजीहरू चाहिँ कसरी प्रयोग गर्ने, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुराहरू पनि सिक्यो। अब म यस्तो भाग्यमानी मान्छे भनौँ, अब म गाउँमा जन्मेको, गाउँमा हुर्किएको, गाउँबाट मेरो शिक्षा सुरु भएर काठमाडौँ आएर काठमाडौँको जीवन भोगेर विदेशमा गएर विदेशको जीवन पनि भोग्यो, देख्यो, नयाँ नयाँ टेक्नोलोजीहरू निस्किरहेको छ नि, त्यो अनुसार त्यो पनि प्रयोग गर्न सक्यो भने हामीलाई धेरै देशको लागि, हाम्रो लागि राम्रो हुने रहेछ भन्ने दुबईले सिकाउँछ क्या। म कार्यरत कम्पनी चाहिँ अब मान्छेको हातले बनाएको पोर्ट भन्छ त्यसलाई, म्यान मेड पोर्ट, सी पोर्ट हो। त्यो चाहिँ मिडल इस्टको चाहिँ पहिलो पोर्ट हो र विश्वमा चाहिँ कति नम्बरमा आउँछ त्यो पोर्टमा चाहिँ काम गर्ने मौका पाएको हुनाले मैले अब एक्सपोर्ट इम्पोर्ट, अब पानी जहाजबाट चाहिँ एक्सपोर्ट इम्पोर्ट गर्ने, ह्यान्डलिङ गर्ने, हामी चाहिँ कस्टमसँग मिलेर काम गर्थ्यौँ। माटोदेखि, ढुङ्गादेखि, गाई बाख्रा, त्यो भेडादेखि सबै जनावर, ढुङ्गा बाटो सबै चिज हामी कहाँ नै आउने हो, हामीले नै काम गर्ने हो। त्यो ह्यान्डल गर्दाखेरि चाहिँ अब त्यो पोर्टमा चाहिँ कसरी ह्यान्डल गर्छ त्यो सामान, कस्टम सरल सुलभ सजिलो सस्तो, त्यो चिजहरू चाहिँ कसरी ह्यान्डलिङ गर्छ भन्ने कुरा चाहिँ मेरो अनुभवमा छ। मैले त्यो भोग्यो, देख्यो पोर्टको ह्यान्डलिङ। अब नेपालमा त न पोर्ट छ, न पानी जहाज छ, न त्यो त्यस्तो एक्सपोर्ट इम्पोर्ट हुन्छ। मेरो अनुभव त काम छैन यो नेपालमा। हामी चाहिँ त्यहाँ ह्यान्डलिङ गर्थ्यौँ। जस्तो संसारको विभिन्न ब्रान्डको गाडीहरू जति पनि, अब संसारकै सबै गाडीहरू त्यहाँ आउँथ्यो, त्यो गाडीहरू उतार्ने पनि हामीलाई गर्थ्यौँ। नयाँ नयाँ त्यो
नयाँ वर्ष आएपछि लेटेस्ट मोडलहरू निस्किन्थ्यो, सबभन्दा पहिला हामीले नै उतार्थ्यौँ। बजारमा त्यो ओपनिङ हुनुभन्दा पहिला हामी कहाँ आउँथ्यौँ, त्यो गाडीहरू महँगो महँगो गाडीहरू, अनि हरेक चिज आउँथ्यो पोर्टमा। त्यो काम गर्ने, हेर्ने, सिक्ने मौका पाएँ मैले। पैसा कमाउने ड्युटी मात्र पनि गरेन, म सामाजिक सङ्घ संस्थामा नि लाग्यो। म पुग्दाखेरि एउटै मात्र संस्था थियो, नेपाली समाज युवी, त्यो पनि दुबई क्षेत्रमा मात्रै, अन्य राज्यहरूमा थिएन। त्यहाँ 7 वटा राज्यहरू छ। अनि म पुगेपछि त्यहाँको सिनियर दाइहरूसँग भेट भयो। म बस्ने जबलालीमा हो। हामीमा नि ब्रान्च खोलौँ त यो संस्थाको अरू राज्यहरूमा भन्दाखेरि उहाँहरूले अहिले विधानले दिँदैन, विधान संशोधन गरेपछि बनाउँछु भन्यो। अनि हामीले चाहिँ विधान संशोधन भएपछि त्यो संस्थाको शाखाहरू खोल्ने क्रममा जबलालीको चाहिँ मैले गठन गर्ने क्रम सुरु गरेँ, विधान संशोधन गरेर। त्यसपछि म नेपाली समाज युवीमा संलग्न भयो। त्यो नेपाली समाज युवीमा लागेपछि म जबलालीको सचिव भएर काम गरेँ। त्यसपछि प्रमुख पनि भएँ। त्यही क्रममा चाहिँ हामीले त्यतिखेर त्यो नेपाली समाज युवीको मुखपत्र हिमअरब सुरुवात गरेको थियौँ। नेपाली पत्र पत्रिका दुबईमा पहिलो पत्रिका थियो। हामीले रुममै बसेर टाइपिङ गरेर, फोटोकपी गरेर, अनि स्टेपलरले बाइन्डिङ गरेर बाँड्थ्यो यो प्रोग्रामहरूमा मान्छे भेट्दाखेरि। त्यसरी चाहिँ नेपाली समाज युवीको मुखपत्र हिमअरब चाहिँ सुरुवात गरेको थियौँ। फर्स्ट पहिलो नेपालको पत्रिका दुबईमा चाहिँ। त्यो सामग्रीहरू चाहिँ हामीले चिठी पत्रबाटै कलेक्सन गर्थ्यौँ। त्यसमा एउटा दुईटा आफ्नो गीत गजल कविता के सानोतिनो त लेखिराख्थ्यो। अनि नेपालतिर नि म अलिअलि रिपोर्टिङ गर्थेँ, यो कान्तिपुरतिर। आधिकारिक रिपोर्टर चाहिँ होइन, तर सहयोगी। अब त्यहाँ के भयो भने नेपालको न्युजहरू नेपालमा पठाउनलाई कोही त्यस्तो आधिकारिक व्यक्ति छैन। अनि त्यो काम चाहिँ भ्याएसम्म म आफैले पठाउँथ्यो। कुनै अब त्यो राम्रो नराम्रो घटनाहरू केही पर्यो भने म कान्तिपुरलाई रिपोर्टिङ गर्थ्यो। अब कसरी भन्दा हातले लेख्ने पहिला पत्रिकामा पेपरमा त्यो हातले लेखेको चाहिँ फ्याक्स गरेर पठाउनु पर्थ्यो क्या, फेरि रिपोर्टिङ पनि। दुबईमा चाहिँ गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि चाहिँ उहाँ आउने बेलामा चाहिँ हामीले एनआरएन गठन गर्न पाउनुपर्छ र उहाँलाई दर्ता गर्ने, संस्थागत गराउने पाउनुपर्छ भनेर माग राखेको हो। त्यति बेला चाहिँ एनआरएन भएको थिएन। पछि चाहिँ अब यो वर्ल्ड वाइड भएपछि गठन गरेको हो, जसमा दुबईमा चाहिँ पिजे साहब, प्रजनजङ शाह र सिपी सापकोट, उहाँहरू दुईजना सदस्य हुनुभएको थियो दुबईबाट। र त्यहाँ दुबईको शाखा गठन गर्नेमा चाहिँ मेरो पनि सहयोग थियो। विल्सन रोबर्ट भन्ने एकजना सर हुनुहुन्थ्यो, उहाँलाई अध्यक्ष बनाएको थियो हामीले। नेपालमा बरु भेट्न नसक्ने व्यक्तिहरू दुबईमा भेट्न पाएको छु। कलाकारहरू, साहित्यकारहरू, पत्रकारहरू, त्यो बेलाको चाहिँ राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार दिपेन्द्र, राजा रानी, उहाँहरू सबै मैले दुबईमा भेट्ने मौका पाएँ। विनोद चौधरी, उहाँको घरै छ उहाँ यो द वर्ल्डमा। अब जस्तो नेपालको ठुल्ठुलो व्यापारी, ठुल्ठुलो कर्मचारीहरू, डिप्लोमेटिकहरू, त्यस्तो ठुलो ठुलो व्यक्तिहरू दुबईमा मजाले हामी बसेर घुमेको छु, खाएको छु। त्यो एक चाहिँ सुखद पल हो। नेपालमा भेट्न नसक्ने व्यक्तिहरू अब उहाँ चाहिँ सामाजिक संस्थामा लागेको हुनाले त्यो नातेले चाहिँ अब सजिलै भेट्न पाइन्थ्यो, बोलाउँथ्यो। अब त्यहाँ म काम गर्ने कम्पनीले चाहिँ अब बेस्ट अफ द इम्प्लोइ अफ द इयर, यो 3 महिने अथवा 6 महिने 1 वर्ष त्यो बेस्ट इम्प्लोयरहरूले चाहिँ सर्टिफिकेट दिइरहेको छ। त्यसमा चाहिँ मैले कतिचोटि पाएँ, त्यो थुप्रो छ, त्यो पाएको छु। अनि जस्तो 10 इयर्स, 20 इयर्स, 30 इयर्स, 25 इयर्सको त्यो कम्प्लिट भएपछि त्यसको पनि एवार्डहरू दिइरहेको छ। अनि त्यसको सम्मान पुरस्कारहरू पनि पाउँछ, अनि क्यासहरू पनि दिन्छ। हामी जस्तो गाउँमा पढेर गएकोहरूले उहाँ अमेरिका, लन्डनमा पढेर ब्याचलर डिग्री गरेर आउनेहरूसँग फाइट गर्नुपर्ने हुन्छ। अनि कहाँ त्यो सक्दैन। मेरो त स्ट्रङ पावर भनेको चाहिँ एक्सपिरियन्स हो। त्यहाँ पुरानो सिनियर अनुभवको आधारले मलाई पाएको मात्रै हो। हामी त त्यो सम्बन्धी पढेको भन्दा त्यहाँ त त्यो
पोर्टको छुट्टै पढ्ने विषय सब्जेक्ट हुन्छ बिजनेस पोर्ट सम्बन्धी, त्यस्तो हामीले त अब देखेको सुनेकै छैन, त्यो पढ्नेको त कुरै छैन। अब त्यस्तोहरूसँग हामी लड्नुपर्ने हुन्छ। अब हामी सिनियर एक्जिक्युटिभ लेभलमा हामीले सक्दैनौँ। अब त्यस्तो म हाई एजुकेटेड पनि थिएन। अहिलेको जेनेरेसनमा त्यही सम्बन्धी पढेर आएको यङ केटाहरू आउँछ, उनीहरूसँग फाइट गर्न हामीले सक्दैनौँ। अब मैले जति पाएँ त्यो मेरो अनुभवको आधारमा पाएको हो। म सुरुमा मेरो जोइन चाहिँ जर्नल हेल्परबाट हो, त्यसपछि म क्लर्कमा गएँ, क्लर्कबाट अब सिनियर क्लर्कसम्म पुगेको हो। जति पनि नेपालीहरू वैदेशिक रोजगारमा जान्छन् सबैले गएर पैसा कमाउँछ भन्ने छैन। कोही जस्तो गयो त्यस्तै फर्किनेहरू पनि छन्। कोही बाकसमा फर्केको छन्, कोही अपाङ्ग भएर फर्केको छन्, कोही राम्रो कम्पनी नभेटेर एजेन्टले ठगेर त्यस्तो दुःखमा परेर फर्केकोहरू धेरै छन्। अब मुख्य कुरा म चाहिँ आफूलाई प्राउड गर्छ भने म त्यत्रो वर्ष बसेर पनि म स्वास्थ्य फर्केँ, कुनै अङ्गभङ्ग भएर दुःखसँग फर्किनु परेन, टर्मिनेट भएर कुनै चौकी अदालत धाएर अदालत त्यस्तो केस भएर म फर्किनु परेन। स्वास्थ्यसँग कुनै रोग नल्याइकन एकदम स्वास्थ्य भएर फर्केँ, 2-4 पैसा कमाएर फर्केँ। विदेश जाने युवाहरूले म के भन्न चाहन्छु भने वहाँ गएर चाहिँ तपाईँको सिप नभएपछि, अनुभव नभएपछि, काम नजानेपछि त दुःख पाउँछ, त्यो अनुसारको स्किल पाउँदैन, अनि केही सिकेर जानै पर्छ। अब त्यो नसिकिकन चाहिँ नपढिकन गएको चाहिँ दुःख पाइन्छ। अब सबैले पैसा कमाउ देख्दा सबैले कमाउँछ भन्ने छैन विदेश गएर। जागिर भनेको त तपाईँको स्वास्थ्य राम्रो हुन्जेल, तपाईँको उमेर छाउन्जेल, मिठो खाने, राम्रो लाउने, दैनिक परिपूर्ति गर्ने मात्रै हो जागिर भनेको। तर व्यापार व्यवसाय चाहिँ त्यस्तो होइन। तपाईँ पछि पनि तपाईँको छोराछोरीले निरन्तर दिएर त्यो गर्न मिल्ने रहेछ। अब जागिर छाउन्जेल त त्यस्तो चिन्दै थिएन, गरिराखेँ, तलब आइरहेको छ महिना पछि। अब जति पुरानो भयो त्यति नै रिस्पेक्ट पनि पाउँछ, त्यहाँ त्यस्तो दुःख पनि हुँदैन बसिरह। मलाई थाहा थियो 3 वर्ष अगाडि नै मेरो अफिसियल रिटायरमेन्ट हुँदैछ भनेर। अब त्यो प्रिपरेसन चाहिँ गर्नु भनेर कम्पनीले पहिले नोटिस दिन्छ, तपाईँ रिटायर हुँदैछ, तपाईँको आफ्नो भविष्यको लागि सुरक्षित गर्नुपर्छ भन्ने एक किसिमको सरकारले केयर गरेको हो त्यो कम्पनीले। अब त्यो कम्पनीमा झन्डै 300 जना नेपालीहरूले काम गर्थ्यो। त्यो 300 जना नेपालीहरूमा म नै पहिलो व्यक्ति हुनुपर्छ त्यहाँ अफिसियल रिटायरमेन्ट भएको। जब छोड्ने दिनहरू अन्तिम हुँदै आएपछि यस्तो फिलिङ हुँदो रहेछ, अब यो कहिल्यै भेट्दैन, योसँग अब म सधैँको लागि छुट्टिँदैछु, गाह्रो हुन्छ भेट्न। मैले हुर्काएको त्यो बोट बिरुवाहरू, मैले सुरुवात गरेको अफिसको सेक्सन, त्यो ब्रान्चहरू, अनि त्यो म पछि आएको मैले सिकाएको मेरो जुनियर कर्मचारीहरू सबैसँग चाहिँ भेटघाट हुँदाखेरि अब त्यो हेर्दाखेरि चाहिँ छोड्ने बेलामा कस्तो तितो अनुभव हुँदो रहेछ क्या किसिमको। अब सधैँको लागि भनेपछि त त्यो इमोसनल फिलिङ्स हुँदो रहेछ। अनि नेपाल आएपछि त्यो चिजहरू चाहिँ सबै हामी हलमा फिल्म हेर्न जान्छौँ, फिल्म हेरेर घरमा आएपछि त्यो रिफ्लेक्सन हुन्छ फिल्म हेरेको जुन पर्दामा, त्यो टाइपको हुँदो रहेछ अहिले चाहिँ दुबई। त्यस्तो भइरहेछ।